नमस्कार। आज जनैपूर्णिमा अथवा रक्षाबन्धनको पवित्र दिन नेपालमा यो पर्व धार्मिक र सांस्कृतिक रूपमा निकै विशेष मानिन्छ। यही दिनसँग जोडिएको एउटा स्वादिलो र पौष्टिक परिकार हो क्वाटी। जनैपूर्णिमाको दिन धेरै नेपाली घरमा विभिन्न किसिमका गेडागुडी मिसाएर क्वाटी बनाउने चलन छ। क्वाटीमा सामान्यतया केराउ, चना, मास, मुगु, भटमास, सिमी लगायत विभिन्न गेडागुडीहरू प्रयोग गरिन्छ। क्वाटी केवल स्वादका लागि मात्र होइन कि हाम्रो परम्परा र संस्कृतिसँग पनि जोडिएको परिकार हो। विभिन्न गेडागुडीलाई भिजाएर टुसा निकालेर पकाएर तयार गरिने भएकोले यसको विशेष आफ्नै महत्त्व हुन्छ, स्वाद र पहिचान पनि हुन्छ। परम्परागत मान्यता अनुसार वर्षायाममा शरीरलाई तागत दिने र स्वास्थ्यका लागि उपयोगी हुने भएकोले जनैपूर्णिमाको अवसरमा क्वाटी खाने चलन बसेको मानिन्छ। विभिन्न गेडागुडीबाट प्रोटिन, फाइबर लगायत पोषक तत्त्व पाइन्छ। तातो क्वाटीमा अदुवा, जिरा, लसुन, विभिन्न मसलाहरू हालेर पकाउँदा आउने सुगन्धले त झन् भोक नै जगाउँछ। यसमा जुवानो पनि राख्ने चलन हुन्छ है साथीहरू। जनैपूर्णिमा केवल जनै फेर्ने, रक्षाबन्धन बाँध्ने पर्व मात्र होइन कि यो हाम्रो मौलिक सांस्कृतिक पारिवारिक आत्मीयता र परम्परागत खानालाई सम्झने दिन पनि हो। त्यसैले आजको दिन घरमा पाकेको तातो क्वाटीसँगै हाम्रो संस्कृति परम्पराको स्वाद पनि लियौँ। तपाईँहरूको घरमा जनैपूर्णिमामा क्वाटी पाक्छ कि पाक्दैन कमेन्ट भन्नुहोस् है। हाम सबैमा जनैपूर्णिमाको हार्दिक शुभकामना। क्वाटी खाउँ, नेपाली परम्परा जोगाउँ भन्दै साथीहरू, मेरो पनि यहाँ क्वाटी चाहिँ गेडागुडीहरू मा पानी राखेको छु होइन, पाक्न लागिसकेको छ मेरो पनि क्वाटी। अनि मैले यहाँ चाहिँ मिठो मसला थोरै राखिदिएको छु अनि यसमा थोरै घिउ पनि राखेको छु होइन, 2 चम्चा जति घिउ राखेको छु अनि यसलाई मजाले चलाएको छु साथीहरू। क्वाटी मनपर्छ कि नै हजुरहरूले पनि भन्नुहोस् है। अनि मैले फेरि नुन थोरै छ कि भनेर अनि थोरै नुन पनि राखेर अनि मजाले चलाएँ अनि मेरो क्वाटी पनि रेडी भयो साथीहरू होइन। अनि यसलाई मैले चाहिँ एउटा बलमा सर्भ गरेर पनि राखेँ साथीहरू। अनि माथिबाट धनियाँ छर्र छर्किदिएँ। हेर्नु त मेरो क्वाटी हेर्दै खाम जस्तो छ। अनि यो सुकेको खुर्सानीले त हेर्दा पनि कस्तो मिठो होला जस्तो देखिएको छ कि साथीहरू। मैले चलाएर पनि देखाएँ। अनि यसमा जनैपूर्णिमाको दिन फेरि मैले क्वाटी अनि त्यसपछि यो झिरी मिठे लड्डुहरू अनि बेबीहरूको लागि लिएर आएँ। अनि त्यसपछि हामीले यो क्वाटी र अनि मामसँग खायौँ। अनि झिरी लड्डु चाहिँ पहिला हामीले पहिले अगाडि नै खायौँ। थ्याङ्क यू फर वाचिङ। बाई बाई। लभ यु अल भिडियो।